बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, सङ्घं शरणं गच्छामि। काठमाडौँको मुटुमा रहेको एउटा यस्तो पवित्र स्थान जहाँ पुग्ने बित्तिकै शान्ति र आध्यात्मिकताको अनुभूति हुन्छ। यो हो ऐतिहासिक बौद्धनाथ स्तूप। काठमाडौँको पूर्वमा रहेको बौद्धनाथ स्तूप 5औं शताब्दीमा लिच्छवी कालमा बनेको मानिन्छ। यसलाई स्थानीय भाषामा खास्ती र तिब्बतीमा झारुङ खासियर भनिन्छ। यो संसारको सबैभन्दा ठुलो गोलाकार बौद्ध स्तूपहरूमध्ये एक हो, जुन सन् 1979 देखि युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत छ। यहाँ बुद्धका चारैतिर फर्केका आँखाहरू, प्रार्थना चक्र र गुम्बाहरू रहेका छन्। यो तिब्बती बौद्ध धर्मको मुख्य केन्द्र हो। बुद्धका आँखालाई बुद्धको ज्ञान, करुणा र चारैतिर हेर्ने दृष्टिका प्रतीकका रूपमा व्याख्या गरिन्छ। त्यसैगरी स्तूपको संरचनामा रहेको गुम्बज, सुनौलो शिखर र प्रार्थना झण्डाहरूले यसको सौन्दर्यलाई अझै बढाएका छन्। बिहानको समयमा यहाँको वातावरण अझै शान्त र आध्यात्मिक हुन्छ। स्तूप वरिपरि राखिएका प्रार्थना चक्र घुमाउँदै मानिसहरू श्रद्धापूर्वक स्तूपको परिक्रमा गरिरहेका देखिन्छन्। यहाँको एउटा विशेष अनुभव भनेको धार्मिक आस्था र दैनिक जीवन एकै ठाउँमा मिसिएको दृश्य हो। धूपको सुगन्ध, मन्त्रको ध्वनि, प्रार्थना झण्डा र स्तूप वरिपरि हिँडिरहेका मानिसहरूको दृश्यले बौद्धनाथलाई अन्य स्थानभन्दा बिल्कुलै फरक बनाएको छ। बौद्धनाथ केवल एउटा स्तूप होइन, यो नेपालको इतिहास, बौद्ध धर्म, संस्कृति, कला र शान्तिको सङ्गम हो। चारैतिर फहराइरहेका प्रार्थना झण्डा, घुमिरहेका प्रार्थना चक्र र विशाल सेतो स्तूपले बौद्धको वातावरणलाई विशेष बनाएका हुन्छन्। यहाँ आउने प्रत्येक मानिसले आफ्नो तरिकाले केही न केही अनुभव लिएर फर्किन्छ। कसैले धार्मिक आस्था, कसैले इतिहास, कसैले संस्कृति र कसैले मनको शान्ति। बौद्धनाथ धार्मिक दृष्टिले मात्रै होइन, पर्यटनका हिसाबले पनि निकै महत्त्वपूर्ण छ। नेपाल आउने विदेशी पर्यटकहरूका लागि यो काठमाडौँको प्रमुख आकर्षणमध्ये एक हो। यहाँबाट तपाईँले बौद्ध कला, संस्कृति, गुम्बा, परम्परागत वास्तुकला र स्थानीय जीवनशैलीलाई नजिकबाट अनुभव गर्न सक्नुहुन्छ। जीवनमा एकपटक भए पनि बौद्धनाथ पुगेर पक्कै यसको वातावरणलाई आफ्नै आँखाले अनुभव गर्नुहोला भन्ने अनुरोध गर्छु।
भिडियो मन परेको छ भने लाइक गर्नुहोला। कमेन्टमा तपाईँ बौद्धनाथ कहिले पुग्नुभएको थियो भनेर लेख्नुहोला र यस्तै नेपालको सम्पदा, संस्कृति तथा जानकारीमूलक भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। यस च्यानलबाट प्रसारित बसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्रको भिडियोहरू पनि हेर्न नभुल्नुहोला। थ्याङ्क्स फर वाचिङ। अर्को भिडियोमा हाम्रो भेट पक्कै हुनेछ। धन्यवाद। नमस्कार। जय हो सम्पूर्ण प्राणी जगतको। जय जय।